अब रिसर्च पनि छैन, सुपरभाइजर पनि भेटे छैन, तर मलाई चाहिँ फुल्ली फन्डेड मास्टर्स र पीएचडी स्कलरशिप चाहिएको छ भने पनि पोसिबल छ। पहिलाको भिडियोमा मैले के भन्थे भने सुपरभाइजर खोज्न पर्छ, रिसर्च भए राम्रो भनेर। त्यो भनेको 90% केसेस हो। तर कहिलेकाहीँ चाहिँ के हुन्छ भने रिसर्च नभइकन पनि सुपरभाइजर भेट्न गाह्रो भइ पनि हामीले चाहिँ एप्लाई गर्न सकिन्छ। कसरी म आज देखाउँछु है त, क्लियर बनाइदिन्छु। दुईटा वे छ। पहिलो कुरा भनेको त लिंक्डइनबाट भेट्न मिल्छ, त्यो कुरा खोज्न मिल्छ, त्यो भनेको अर्को भिडियोमा डिस्कस गरौँला, यहाँ एकदम लामो हुन्छ, डिफ्रेन्ट टपिक हुन्छ। सेकेन्ड भनेको गुगलबाट पनि के गर्न मिल्छ, यो कुरा भेट्न मिल्छ है त, फुल्ली फन्डेड मास्टर्स अथवा पीएचडी स्कलरशिप। के गर्न सकिन्छ भने गुगलमा गएर म एउटा इक्जाम्पल देखाउँछु है त। गुगलमा गएर मैले के टाइप गरेँ भने एनिमल साइन्स एमएस एसिस्टेन्टशिप फुल्ली फन्डेड 2025 भनेर मैले त्यो चाहिँ हालेँ। त्यसपछि मैले त्यो सर्च गर्दाखेरि जति पनि त्यहाँ आएको छ सर्च पछि त्यहाँ मैले के भेटेँ, युनिभर्सिटी अफ फ्लोरिडाको चाहिँ यो फन्डिङ फुल्ली फन्डेड पीएचडी मास्टर्स एसिस्टेन्टशिपको इन्फर्मेसन पाएँ। यहाँ हेर्नुभयो भने पहिलो सेक्सनमा डिस्क्रिप्सन छ, त्यो भनेको रिसर्च के रिलेटेड हो भनेर। अब मैले एनिमल साइन्स हाने, त्यही भएर त्यो रिलेटेड के आयो, इन्फर्मेसन आयो। सेकेन्डमा के छ, त्यहाँ क्वालिफिकेसन भनेछ। क्वालिफिकेसन उनीहरूले डिग्री मागेछ, अर्को भनेको स्किल्स मागेछ। उनीहरूले यो भनेको छैन कि मलाई रिसर्च पेपर चाहियो भनेर भनेको छैन है। स्किल्स कसरी इम्प्रुभ गर्न मिल्छ, ट्रेनिङबाट कोर्सबाट गर्न मिल्छ है त। अर्को के भनेछ तिनीहरूले, सब्मिट डकुमेन्ट्स भनेर भनेछ। त्यहाँ के मागेछ, पहिला सुरुमा रिसर्च इन्ट्रेस्ट भनेर मागेछ, उनीहरूले रिसर्च पेपर भनेर मागेको छैन है। सीवी मागेछ। सीवी मैले मेरो पहिला भिडियोमा बनाइदिइसकेँ कि कसरी एप्लाई गर्ने हो, सीवी कसरी लेख्ने हो भनेर। मैले पहिलाको भिडियोमा नि के भनिरहेको थिएँ भने यो कुरा चाहिन्छ है, के अरे स्कलरशिपमा एप्लाई गर्दा भन्ने कुरा चाहिने त्यही कुरा हो यहाँ पनि होइन। तर यहाँ चाहिँ सजिलो के भयो भने रिसर्च पनि मागेको छैन उनीहरूले। अर्को कुरा सुपरभाइजर चाहिँ हामीले ऱ्यान्डमली सुपरभाइजरलाई मेल गर्न परेन कि, यहाँ चाहिँ सुपरभाइजर अथवा त्यो टिमले आफै हामीसँग चाहिँ फन्डेड स्कलरशिप छ एप्लाई भनेर भन्यो। अब हामीले पठाउँ त रिसर्च इन्ट्रेस्ट। रिसर्च इन्ट्रेस्टमा के लेख्न सकिन्छ भने रिसर्च गरेछु भनेर नलेखे पनि मैले ट्रेनिङ लिएछु, मैले कोर्स लिएछु, मलाई यो इन्ट्रेस्ट छ। त्यहाँ चाहिँ मेन कुरा के हो भने त्यो ल्याब र आफ्नो रिलेसनसिप के हो भनेर भन्ने, आफूले कसरी कन्ट्रिब्युट गर्न सकिन्छ उनीहरूको ल्याबलाई, र त्यो ल्याब र त्यो कोर्स चाहिँ मेरो प्रोफेसनल प्रोग्रेसलाई कसरी इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ भन्ने हो है। त्यहाँ चाहिँ सीवी मैले भनिसकेँ। इङ्ग्लिस टेस्ट त्यहाँ लेखेको छ, इङ्ग्लिस टेस्ट पनि मैले भनेछु, इङ्ग्लिस टेस्ट इज रियली इम्पोर्टेन्ट भनेर है, र बेस्ट भनेको आइएल्टिएस हो। अर्को भनेको डिग्री चाहियो भनेकै छु। लास्टमा गर्ने इमेलै हो। जसरी हामीले सुपरभाइजरलाई मैले इमेल गर्न पर्छ भन्थे, अहिले के भयो भने सुपरभाइजरको इन्फर्मेसन चाहिँ हामीले पायौँ, हामीलाई चाहिँ थाहा भयो है यो सुपरभाइजरले चाहिँ लिइरहेको छ स्टुडेन्ट, यसलाई चाहिँ मैले मेरो डकुमेन्टहरू चाहिँ रेडी गरेर पठाउनु पर्छ भन्ने चाहिँ है, यसरी चाहिँ थाहा हुन्छ। अब के सजिलो भयो भने रिसर्च नगरेकोलाई चाहिँ मैले रिसर्च नगरे पनि मैले कुनै प्रोजेक्टमा इन्भल्भ छु म, अथवा मैले कुनै कोर्सहरू लिएको छु, प्रेजेन्टेसनहरू गरेको छु, ट्रेनिङ्सहरू लिएको छु भने पनि मैले चाहिँ रिलेट गर्न सक्दो रहेछु है भन्ने भयो। फर इक्जाम्पल मैले एलिफेन्टको एउटा पोस्टर प्रेजेन्टेसन गरेको थिएँ। मैले यति मेरो इमेल यो मान्छेहरूलाई रिसर्च इन्ट्रेस्टमा लेख्ने हो भने मैले चाहिँ एलिफेन्टमा पोस्टर प्रेजेन्टेसन गरेको थिएँ है, म चाहिँ पहिलेदेखि इन्ट्रेस्टेड थिएँ है भन्थे है। मैले चाहिँ वाइल्ड लाइफको ट्रेनिङ लिएछु है एफओएनबाट भनेपछि मैले के भन्छु भने हेर्नु है, मैले चाहिँ मेरो प्यासनलाई सधैँ फलो गरिरहेछु, मैले चाहिँ यसरी ट्रेनिङ र प्रेजेन्टेसन्सहरू चाहिँ लिइरहेछु भनेर पनि भन्छु है। भनेपछि यसरी पनि रिसर्च इन्ट्रेस्टमा लेख्न मिल्छ। अब यति चाहिँ यो प्रोसेस हो। अब आफूले के गर्ने भने गुगलमा गएर आफ्नो सब्जेक्ट हानेर एमएस एसिस्टेन्टशिप फुल्ली फन्डेड 2026 भयो। अब त कि त पीएचडी एसिस्टेन्टशिप लेख्ने, मास्टर्स लेख्ने, ग्रेजुएट लेख्ने आफैले गर्ने है। मैले चाहिँ मेरो आइडिया दिएँ। अब डीएम चाहिँ के नआओस् भने मलाई चाहिँ मेरो चाहिँ यो सब्जेक्ट हो खोजिदिनु न भनेर चाहिँ होइन है, प्रोसेस यही हो। अब कसरी गर्ने, कसरी आफ्नो शब्दहरू सेलेक्ट गर्ने, कसरी आफ्नो टपिक्सहरू लेख्ने भन्ने कुरा चाहिँ आफ्नो हो है त। यो चाहिँ यो बेस्ट वे हो है रिसर्च र उस नगरे। अब लिङ्क्डइनबाट पनि मिल्छ। लिङ्क्डइनको लागि चाहिँ मलाई एउटा
एकदमै इम्पोर्टेन्ट भिडियो बनाउन मन लाग्छ। त्यही भएर मेरो भिडियो चाहिँ लाइक, कमेन्ट, एकदम फलो, फेभरेटमा हाल्ने काम गर्नु होला है, मलाई मोटिभेट चाहिँ हुन्छ। बोथ मेरो टिकटक र इन्स्टाग्राम। अब अर्को भिडियोहरूलाई पनि बी अपडेटेड है त। टेक केयर।